दिपा तिनै आमा मध्ये एक हुन् जसले घर, व्यवसाय अनि बालबालिकालाई सन्तुलनमा राखेर जिउन सिकेकी छिन्। इन्टरनेट अब परिवारको दिनचर्यामा पसेको छ। प्रायः जसो चाहिँ काम गरेर अलिकति थाकेको हुन्छ नि, त्यतिखेर चाहिँ इन्टरनेट हेर्ने, त्यसमा हेर्दाखेरि चाहिँ प्रायः जसो टिकटक, स्पेसल्ली न्युज, लिटिल पिस सिरियल त्यो सधैँ त्यो रेगुलर होइन। फ्रेस हुनको लागि चाहिँ क्विज लगाउने, अनि त्यस पछाडि खाना खाँदै अनि त्यो क्विजको जुन क्वेसनहरू हुन्छ छोराछोरीले चाहिँ हेर्दै त्यसमा आन्सरहरू गर्ने। नेपालमा पनि धेरै बालबालिकाहरू स्क्याम, डिजिटल जोखिम, ग्रुमिङ लगायतका घटनाहरूको जोखिममा रहेका छन्। हामीले छोराछोरीलाई राम्ररी उनीहरूसँग बाउमा नबस्ने, उनीहरूले के गरिरहेको छ होइन त्यो एक्टिभिटिजहरू नहेर्ने, तर हामीले हेर्नुपर्छ, उनीहरूलाई निगरानी गर्नुपर्छ, तर उनीहरूलाई डर धम्की नदेखाइकन होइन। मोबाइलबाट टाढा पनि राख्न सकिँदैन, किनभने अहिले 21औं शताब्दीमा हामी टाढा पनि राख्न सक्दैनौँ। तर हेरिरहेको छ भनेदेखि कसरी हेरिरहेको छ त, के गरिरहेको छ, उनीहरूलाई अनि कसरी सेफ्टी रहने त्यो बारे त्यो सिकाउनु पर्यो। सन् 2023मा टेयर डेज होम्स नेदरल्यान्ड्सद्वारा कार्यान्वयन गरिएको बालबालिकाका लागि सुरक्षा र अनलाइनमा उनीहरूको अधिकार अर्थात् सेफ्टी फर चिल्ड्रेन एन्ड देयर राइट्स अनलाइन स्क्रोल परियोजना अन्तर्गतको आमा समूहमा आबद्ध भएपछि उनको सोच मात्र बदलिएन, व्यवहार पनि फेरियो। यो समूह युवा नेतृत्वमा आधारित रातो कमिला अभियानको हिस्सा पनि हो। अहिले हामीले जुन अनलाइन भइरहेको छ नि होइन, त्यसको लागि चाहिँ कसरी हामीले अभिभावकहरूलाई त्यसमा राम्रो ज्ञान दिन सक्छौँ, बच्चाहरूलाई कसरी आफ्नो बच्चालाई जोगाउन सक्छौँ भनेर चाहिँ यसमा राम्रो ज्ञानहरू प्राप्त गरिरहेको छु। र त्यसैलाई नै मैले सबै समूहमा गएर होइन स्कुलतिर पनि जान्छौँ होइन, कुनै महिला समूहतिर पनि जान्छौँ, उहाँहरूसँग सेयर पनि गरिरहेको छु। ललितपुर नगरपालिकाबाट अनलाइन क्याप्सुल भनेर जुन प्रोग्राम चलाएको थियौँ त्यस सम्बन्धी चाहिँ हामीलाई पुरस्कार पनि मिलेको थियो। अनलाइन क्याप्सुल भन्नाले चाहिँ एउटा बक्समा पेपरमा लेखेर राख्ने होइन, त्यो समस्या आफ्नो परेको समस्याहरू कसरी सेफ्टी तरिकाले सेयर गर्ने एकअर्कामा होइन, अथवा कोसँग सेयर गर्ने भन्ने कुराहरू त्यहाँ सिकाइएको थियो। दिपाको विचारमा अनलाइन सुरक्षाका कुरा घटना भएपछि होइन, सुरुमा गर्नुपर्छ। अभिभावक र बालबालिका बीच खुल्ला संवाद हुनु आवश्यक छ। फर्स्ट अफ अल भनेको चाहिँ हामी बच्चाको साथी भन्ने, दोस्रो भनेको चाहिँ उनीहरूलाई कहिले पनि जजमेन्ट नगर्ने, थर्ड भनेको चाहिँ राम्रो कामको लागि प्रोत्साहन गर्ने। आफ्नो बच्चालाई दोषी नठहराउनुहोस्, किनकि उसलाई चाहिँ हामीले दोषी ठहरायौँ भने भोलि ऊ डिप्रेसनतिर जान सक्छ अथवा अझ गलत मार्गहरू अपनाउन सक्छ। यतिसम्म कि अब भनौँ न आफ्नो बच्चा त्यो बेला गलत छ भने पनि त्यहाँनिर उसलाई गएर पछि सम्झाउनु पर्छ क्या। दिपाका यी प्रयासहरू अनलाइन बाल शोषण विरुद्धको सङ्घर्षमा अभिभावकहरूले पनि फरक पार्न सक्दछन् भन्ने जीवन्त उदाहरण हुन्। प्रत्येक बालबालिकाका लागि सुरक्षित अनलाइन संसारको यात्रा हरेक अभिभावक वा हेरचाह गर्ने व्यक्तिबाट सुरु हुन्छ। आउनुहोस् हामी उनीहरूको डिजिटल सहयोगी बनौँ।